Hello everyone, good morning. Welcome to my mini vlog. हरेक दिनको जस्तै बिहान उठ्यो ब्रस गऱ्यो होइन अब आफ्नो बिहान जस्तो बनायो खायो काममा जानको लागि रेडी भयो फेरि काममा खानाको लागि फेरि खानासाना पनि प्याक गर्नु पऱ्यो खानासाना प्याक गरिसकेपछि काममा जान लागेको जपानको कुरो कसरी फालिन्छ फालिन्छ भनेर देखाउनु गइरहेको छु यता ल है गाइस घरको फोहोरलाई चाहिँ यसरी साइकलमा लगेर ट्याक्क अगाडि हुन्छ है त उहाँ अगाडि अब यस्तो हुन्छ है घरमा चाहिँ हामी यस्तो छ गोरु खाने ठाउँ फालिन्छ है त्यहाँ यसरी सबैले आफ्नो घरबाट गोमी उठाएर यसरी फोहोर हुन्छ होइन टक्कै हालेर यसरी लाएर लक लाएर राखिदिने फाइनली काममा आयो काममा आएको चाहिँ बिहान बिहानै कन्टेनर आएको रहेछ होइन हामी चाहिँ कन्टेनर लोडतिर लाग्यौँ त्यता भइरहेको छ लोड म यतातिर हो यसरी लक गरेर कन्टेनर पठाइयो बाबा एउटा काम सकियो होला भनेको अर्को टाढा फेरि बाहिर आइसकेको रहेछ है त फेरि त्यसलाई अनलोड गर्ने त्यसपछि म लागेँ खाना तताउन खाना तताएर खाइसकेपछि फेरि म कन्टिन्यू चाहिँ अनलोड गर्नतिर लागेँ अघि आएको गाडी थियो त्यसबाट आएको सामानहरू बाहिर राखेको थियो होइन त्यसलाई फेरि मिलाएर राख्नु पऱ्यो मैले बाहिरबाट भित्र ल्याएर राखेँ अनि बाहिर चाहिँ भित्रबाट चाहिँ काम गर्दा गर्दा रात परिसकेको अवस्था है फाइनली आजको काम सकिएको अवस्था यस्तै गरेर प्याक गरियो है त कन्टेनरलाई गरियो बाई बाई टाटा है फाइनली काम सकेर घर जान लागेको अवस्था